दाजुले खाजा ल्याउनु भयो ब्रेकफास्ट ठन्डा लोकल टी हुन्छ त क्वाइट भ्यू ल दाइ केही जाओस् न त दुई शब्द तपाईहरुलाई हाम्रो यो दुधकुण्डमा स्वागत छ हजुर तपाईहरुलाई अब यहाँ आउनुस् अब अलिकति आज मौसम अलिक चिसो छ तपाईहरुलाई अब खाजा लिएर राम्ररी कुण्ड पुगेर आउनु होला तपाईहरु हजुर हुन्छ दाइ दाइको नाम नम्बर मेरो नाम चाहिँ छेवाङ शेर्पा मेरो चाहिँ अब होटलको नाम क्वाइट भ्यू लज एन्ड रेस्टुरेन्ट र मेरो कन्ट्याक्ट नम्बर चाहिँ 9842910654 9861614006 हजुर मेरो कन्ट्याक्ट नम्बर चाहिँ हो डिस्क्रिप्सनमा नि हुन्छ हेर्नु होला है ल दाइ धन्यवाद ट्रेकिङ स्टार्ट 8 AM अलि ढिला भयो क्वाइट भ्यू हिँड्न नसक्ने मान्छे डाफे लोको परस होला After 1 hour walk on the way to Dutkunda, plan is to reach Sabeni today, but let's see. It is like 10-hour walk, continuous walk, so let's see. Truly magnificent. Wow. This place is really beautiful.
यतिको हो भने बरु चिप्लिँदैन क्या त्यो थोरैमा चिप्ल्यो क्या सब जाने यस्तो भएको छ आइस जमेर पानी बगिरहेको छ भित्र पानी बगिरहेको छ चिप्लिन्छ है यो भासिँदैन यो सिजनमा चाहिँ हामी मात्रै छौँ है यो रुटमा अहिलेसम्म एकजना नि भेटेनौँ हामीले अझै होला हाम्रो लगभग 2 घन्टा जतिको वाक त्यसपछि हाम्रो डेस्टिनेसन आउँछ तर 5 बजिसकेको छ त्यही चिप्लिन्छ है आनन्दले जताबाट गए नि हुन्छ पुरा ढुङ्गा गए नि हुन्छ बेस्ट सुई जाऊ न केही हुँदैन म जाउँ म स्टार्टिङमा जान्छु छोडो माथिबाट जाऊ चिप्ल्यो भने त एकैचोटि मुनि पुगिन्छ हो यसमा त म जाउँ अगाडि ल अहिले चाहिँ सेफ्टी प्रायोरिटी क्यामेरा मैले बन्द गरेँ पुरै सबै जमेको छ है खोले जमिरहेको रहेछ यहाँ चाहिँ ल बिस्तारी चिप्लिन्छ चिता चिप्लो छ तर सालोमन हो आई ट्रस्ट सालोमन साइडबाट टिका है यसरी पुरै बाटो जग्गा भएर हामी नचिप्लिने बाटो खोज्या हो है ल बिस्तारी हो त्यो बरु पानीमा टेकेकै हुँदैन है हो हेरेर बिस्तारी छट्टै आउन झट्टै यता आउन चिप्लिँदैन भने
यो दुधकुण्ड अफ सिजनमा चाहिँ लास्टै दामी हुँदो रहेछ है लास्टै बवाल क्या सिजनमा नि होला है तर सिजन भन्दा नि सिजनमा हरियो हुन्छ यो आइसको मजा हो नि त हिउँको मजा हो हुन त सजिलो ट्रेक हो है तर आइस भएपछि चाहिँ अलिकति डिफिकल्ट बनाएको हो हामीले यो ट्रिपमा एकजना चाहिँ फर्किरहेको ग्रुप भेटाएको थियो है उनीहरू चाहिँ अलिक बिचैबाट फर्केछन् हामी उज्यालोमै सशस्त्र बेनी पुग्न पाए चाहिँ हुन्थ्यो है हेरौँ के हुन्छ हुन चाहिँ पुगिन्छ जस्तो लाग्छ है नपुगे नि धेरै ढिला चाहिँ नहोला बिचमा बस्ने ठाउँ चाहिँ छैन है हामीले खाना नि खाएको छैन यहाँ पनि पानी जमेको रहेछ कुलो जस्तो रहेछ तर सब जमेको रहेछ त्यो जाला त चिप्लेको रहेछ है सेफली हिउँ चाहिँ आजदेखि पर्न थालेर है हामी कति लक्की रहेछौँ हुस्सु लाग्न थालिसक्यो भर्खर खुल्ला थियो है मुनि पनि भर्खर हुस्सु लाग्न थालिसक्यो अँध्यारो नि हुन लाग्यो होला 5:30 हुन लाग्यो त्यही भएर लेट्स वक हाम्रो डेस्टिनेसन आउनु अझै मेबी 2 आवर्स जति होला पुल रहेछ धन्न लेके हो कि क्या हो सेन्टिनो लेके जस्तो छ यो है बिस्तारी भन्ने लडेको लेके जस्तो छ है गाइज Wow, this place wow मजा हामीलाई ढिला भइरहेको छ है बरु आउने दिन चाहिँ टाइम रह्यो भने डिटेलमा भिडियो बनाउँदा ब्याट्रीले नि साथ दियो भने ओ पुरै आइस भएको रहेछ के छ कि भनेर हेर्नुला हो देखेको Wow, this place guys, this place yo winter ma please visit लास्ट दामी है ल फाइनली हामीले दावा दाइलाई भेट्यौँ हामीलाई लिन आउनु भएको रहेछ धन्यवाद ल
दाइ थ्याङ्क यू। फ्रम सशस्त्र ब्रेनी धन्न घाम चाहिँ लागेको छ है, हिजोको जस्तो भइरहेको छ। अलिकति इम्पोसिबल हुन्थ्यो, हिजो -20 माथि पुगेको थियो है, रातभरि सुत्न सकिएन चिसोले गर्दा, हल्का आँखा पनि दुखिरहेछ। दुधकुण्ड हामी हिँड्यौँ, हामी बसेको चाहिँ यहाँ दाउदाइकोमा। अलि ढिला भयो है, 3 घन्टा लाग्छ अरे, 5 किलोमिटर जति छ अरे। हेरौँ Seriously, what is this place? Finally, दुधकुण्ड आइपुग्यो। गाह्रो चरा कति राम्रो चरा रहेछ यार, क्युट चरा, सेक्सी चरा, भगेरा जस्तो रहेछ यो ठुलो खाले। है गाइस, टेक्नुहुन्न, यसरी जान्छ, यी सबै जान्छ, त्यसरी टेक्नुहुन्न।